आन्दोलनपछि नेपालका त्यो बेला रहेका प्रधानमन्त्री केपी ओलीले रिजाइन गरेपछि नेपाल प्रधानमन्त्री विहीन भएको थियो र नेपाली सेना र राष्ट्रपतिले जेनजी समूहलाई वार्ताको लागि बोलाएर एउटा अन्तरिम सरकार गठन हुन्छ जसको प्रधानमन्त्री सुशीला कार्कीलाई चयन गरिन्छ र यसरी नै अरू मन्त्रालय पनि विस्तार हुँदै जान्छ। अन्तरिम सरकारको मुख्य काम भनेकै अर्को सरकार चुनावबाट निर्वाचित नहुँदा जेलसम्मको लागि गठन गरिने एउटा काम चलाउ सरकार हो। अन्तरिम सरकार गठन गर्नु संविधान विपरीत भएको र संसद पुनर्गठन हुनुपर्छ भन्दै धेरै पार्टीका नेताहरूले सर्वोच्चमा रिट पनि दायर गर्छन्। तर जेनजीको यो विद्रोह र परिवर्तनलाई मध्यनजर राख्दै सर्वोच्चले रिट खारेज गर्छ र अब यो अन्तरिम सरकार फागुन 21 गते हुने निर्वाचनको लागि तयारी गर्छ। तर यो बीचमा धेरैले अब आउने चुनावमा जनता स्वयंले प्रधानमन्त्रीको लागि भोट हाल्नुपर्ने व्यवस्था हुनुपर्छ पनि भनिराखेका छन्। तर आउने चुनावमा यो कुरा सम्भव छ त? नो, पक्कै छैन। किन छैन? आउनुहोस् जानौँ।